यो चाहिँ बडी हेयर ट्रिमर रहेछ होइन। हामीले यसलाई आफ्नो बडीमा भएको जुनै सेन्सिटिभ एरियाको नि हेयर ट्रिम गर्न सक्ने रहेछ। म चाहिँ यसलाई यहाँ मेरो फेसको दाढी काटेर देखाउँछु। यसरी क्लिक गरिदिने अनि यसको चाहिँ अब यो हुन्छ होइन। यसलाई सट्टैसँगले यस्तो गरेर तपाईँहरूले अब कति लेभल राख्ने, यसको लेभल लामो राख्ने, छोटो राख्ने, छोटो भने अल द वे डाउन गर्ने, अन गर्ने, यसो गरेर गर्दा भइहाल्छ। यदि लामो राख्ने भने अलिकति पुस गर्यो, अर्को लेभलमा ल्यायो अनि यसरी ट्रिम गर्दा भइहाल्छ। यसलाई फेरि अफ गरिदिने अनि फेरि यो चाहिँ वाटरप्रुफ पनि हो होइन। यसरी क्लिन गरिदिने, सबै क्लिन काटिसकेपछि एकदमै फाइन भइहाल्छ। यो सँगसँगै चाहिँ यसको क्यारी गर्ने सानो ब्याग होइन, त्यसमा चार्जर अनि यसको होल्डर पनि, अनि यो सानो ब्रस सफा गर्ने ब्रस सबै कुरो आउँदो रहेछ। अनि यहाँभित्र चाहिँ मेन्युअल छ। यो चाहिँ स्टेप बाई स्टेप पढेर तपाईँहरूले युज गर्न सक्नुहुन्छ। यदि मन पर्यो भने ओरेन्ज कार्डबाट लिनुहोस्।